चाहिँ नि क्यामेरा सेट हुँदैछ क्यामेराम्यान हुनुहुन्छ मोहन हेलो अनि हाम्रा पुराना साथीहरू हुनुहुन्छ एकदम अनुभवी टेक्निसियन्सहरू भर्खर हामीले फिल्म सकेर आयौँ अघि फिल्मका टोलीहरू हुनुहुन्छ सम्पूर्ण सामानहरू हाम्रो चाहिँ इक्विपमेन्टहरू अलमोस्ट रेडी भइरहेको छ उहाँले प्रिपेयर गरिसक्नु भएको छ यतिखेर चाहिँ श्रीखाली चौरमा छौँ हामी यो श्रीखाली चौर चाहिँ खास गरिकन एउटा नेचुरल स्टुडियोको रूपमा पनि एकदमै कहलिएको छ स्क्रिन वर्कको लागि भिडियोज फिल्महरूको लागि र आज चाहिँ एउटा पूर्वेली लोकगीत हामी गर्न लागिरहेका छौँ यो गीतको शब्द सङ्गीत र भोकल आई थिङ्क तिनैवटा काम हाम्रो आशा स्वाङजीले नै गर्नुभएको जस्तो मलाई लाग्छ र मलाई खुसी लागेको छ कि उहाँले यति लामो विगत 15 वर्षदेखि नै उहाँले मलाई सम्झिनुहुन्छ र यो लगभग 1 दर्जन जति उहाँको कामहरू मैले गरिसकेको छु होला फेरि पनि सम्झिनुहुन्छ विदेशमा छु र पनि उहाँले यो गीत नेपाल आएको बेला गरिदिनुहोस् भनेर उहाँले सम्झिनु भयो यसको लागि म सबैभन्दा पहिला त म धन्यवाद दिन चाहन्छु ल ओके साउन्ड आँखैमा Bye.